गुड मर्निङ सबैजनालाई है। हजुरहरूलाई फेरि पनि मेरो नयाँ भ्लगमा स्वागत छ। अन्त अहिले चाहिँ म भर्खर उठेको नि त, अन्त भाइ चाहिँ अघि उठ्यो रहेछ। गुड मर्निङ। सो अहिले चाहिँ घाम आइसकेको छ हो बेडमा। अन्त अहिले चाहिँ कति 8 साढे 8 भएछ। अन्त आज चाहिँ हामी सोम जान्छु घर, हाम्रो घर जान्छु आज त्यही हो। सो तपाईँहरूलाई देखाउँछु आज के कसो हुन्छ है। आज चाहिँ सोमको मान जाने नि त घर। हामी चाहिँ यहाँ माथि रुममा बस्दैछ नि त, घुममा है। तपाईँहरूलाई मैले भनेको छुइनँ हामी त्यही घुममा रुम लिएर बसेको छु भनेर। सो हेर्दै गर्नुहोस् होला मेरो नयाँ भ्लग आजको है। स्टे ट्युन्ड। सो गाइस यो चाहिँ हाम्रो किचन हो। यो चाहिँ हाम्रो किचन हो। बेलुका खाएको भाँडा धुप्छुइनँ। आज चाहिँ एकदम दामी बेला चाहिँ काम लागिरहेको छ हो। दामी। अन्त यहाँ चाहिँ भाइलाई योमा चाहिँ पानी तताइदिएको, टोइलेट गरेछ कि, अन्त चिसो छ नि त पानी, त्यही भएर चाहिँ पानी तताइदिएको। यहाँ चाहिँ लुगा सुकाउने काम लागिरहेको छ गाइस। हावा पनि दामी चल्दैछ आज चाहिँ। सो गाइस यो चाहिँ हाम्रो बाहिरको रुम हो। यहाँ मैले हिजो च्यादर धोएर सुकाइरहेको छु हो। यहाँ बेड छ, यहाँ चाहिँ तोसकहरू ओछ्याउनु पर्ने हुन्छ। अन्त यो चाहिँ हाम्रो भित्रको रुम। यहाँ चाहिँ हाम्रो बेड हो। ओछ्यान पनि मिलाएको छैन किनभने म भर्खर उठेको नि त, अन्त घाम आइरहेको छ। यहाँभित्र चाहिँ म ओछ्याएको। सो अब चाहिँ म ओछ्यान मिलाउँछु। हालत त्यस्तो भइरहेको छ। आज चाहिँ घर गएर चाहिँ नुहाइधुवाइ गर्छु। हेर्दै गर्नुहोस् होला। सो गाइज मैले चाहिँ बेडहरू पनि मिलाइसकेँ हो। बेडहरू मिलाइसकेँ। एउटा हाम्रो सरले चाहिँ फेरि च्याललै पारिदिइहाल्छ एकैछिनमा हो। यहाँ हालेको थिएँ कि मैले बास्केट, यहाँ बास्केटमा हालेको नि त मैले, यो चाहिँ हो निकालिदिइहाल्छ। सो बेड पनि मिलाइसकेँ। अन्त बेला किचन अब चाहिँ किचनमा गर्नुपर्ने हुन्छ। भाइ चाहिँ यहाँ खेल्दैछ, यहाँ पनि बढाल्नु पर्ने छ। घाम यस्तो दामी लागिरहेको छ हो। यहाँ चाहिँ भाइ खेल्दैछ। नो नो नो। सो गाइज अब चाहिँ यहाँ त्यही घामले दामी हावा चलिरहेको छ हौ। अब चाहिँ म यो भाँडा धुन आँटेको नि त हो, बेलुकाको भाँडा। सो हेर्दै गर्नुहोस् होला। भाँडा मोलिसकेर भेट्छु। स्टे ट्युन्ड। सो गाइज मैले यहाँ भाँडा पनि धोइसकेँ हो, लुगा पनि उठाइसकेँ, किचन पनि सफा गरिसकेँ। अब चाहिँ रेडी हुनु भनेको हो। लुगा चाहिँ सुकेछ डल्लै, हिजै धोएको थियो, डल्लै सुकेछ। खुसी लाग्यो मलाई चाहिँ हो, किनभने अब आज म त पर्सि मात्रै आउँछु नि त हो घरबाट। त्यही भएर चाहिँ पर्सि मात्रै आउँछु। त्यही भएर चाहिँ लुगा अब कसलाई उठाइ माग्नु के गर्नु भइरहेको थियो। सो त्यही भएर अब चाहिँ म मुख धुन्छु। मुख पनि धुइसकेँ, फ्रेस भयो भाइ। गाइस आइज भाइ, भाइ यहाँ छ आइज। ब्रस पनि हाल्नुपर्छ हाम्रो। घरको ब्रस चाहिँ अस्ति लिएर आएको नि त हो। घरमा चाहिँ ब्रस छैन नि त। आऊ न त, लौ रुख हेर्नु न, लौ आऊ छिटो। गाइस भाइ चाहिँ पुरा हिँड्ने भएको छ अहिले चाहिँ। भाइ चाहिँ आफै हुन्छ हो, निकै हिँड्ने भएको छ। अब कुद्दैछ। लाइट पनि गएछ हो, लाइट पनि गएछ।
भाइ अब लुगा फेरौँ ल उसले चाहिँ फोन साह्रो छिटो तान्छ कि फोनै तान्नु लागि आउँदैछ यहाँ नो 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 लु लु साथीहरूलाई हाई भनिदेऊ गाइजलाई छिटो हाई हाई छिटो खै हाई भनिदेऊ न हाई भनिदेऊ मैले मुख धोएँ त भनिदेऊ न मुख धोएँ त भनिदेऊ न परेर हेर्दैछ मलाई अब हामी लुगा फेर्नुपर्छ ल भाइ ल भाइ चाहिँ आज बदमास सुरु भइहाल्छ यसको फेरि हो सो गाइज हामी चाहिँ रेडी भइसक्यो हो आजको आउटफिट मेरो चाहिँ अन्त भाइको चाहिँ यस्तो छ भाइको ह्यान्डसम भइरहेको छ है भाइ हाई हाई तिमी सोम गएको अब खै हजुर भनेको भाइ मलाई राम्ररी देख्यो भाइ मलाई राम्ररी देख्यो नाचिदेऊ न एकपल्ट नाचिदेऊ रे आहै 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 गरिदेऊ रे आहै 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 ऐसला खोकी जाती भएको छैन गाइज मेरो खोकी जाती भएको छैन हो सो अब चाहिँ हामी निक्लिनु आँटेको म र भाइ चाहिँ हो ह्यान्डसमले फेरि जिन्सको पेन्ट लगाइदियो भनेर मैले जिन्सको पेन्ट लगाइदिएँ हो अब टोपी लगाएर चाहिँ जाने सो तपाईँहरूलाई अब म निस्किँदा भेट्छु सो गाइज हामी चाहिँ निस्केको हो भाइले चाहिँ ब्याग बोक्नु खोज्दैछ बाई बाई गरिदेऊ बाई बाई छिटो बाई बाई लुगा राम्ररी लु बाई बाई गर लु बाई बाई आफै लु बाई बाई छिटो बाई यहाँ चाहिँ हाम्रो किचन र उयो पनि ताला मारे यहाँ पनि लक गऱ्यो हो अब चाहिँ निस्केको तर हावा चाहिँ ह्याप्पी डरलाग्दो चल्दैछ यहाँ हो बाताङ बुतुङ भयो लु जाउँ भाइ न सो गाइज अब तपाईँहरूलाई चाहिँ म बाटोमा पुगिकन भेट्छु सो गाइज हामी चाहिँ बाटोमा उभिरहेको छु गाडी पर्खिरहेको छु यहाँ हो गाडी आएको छैन यहाँ छु हामी चाहिँ गाडी आएको छैन सो गाइज हामी चाहिँ बजार आइपुगेर पनि हो तपाईँलाई देखाउन सकिनँ किनभने मान्छेको भिड नानीसँग एक्लै थिएँ त्यही भएर देखाउन सकिनँ हो अन्त यहाँ चाहिँ मेरो बुढा एकदम गाडी कुदाउँदैछ हो हामी चाहिँ अहिले घर जाँदैछु यहाँनिर पुगेँ हामी कहाँ पुगेँ 1 नम्बर पुग्न थिएँ 1 नम्बर ग्रन्टार अरे हो 1-2 दिन घर पनि नबसेको जग्गाको नाम पनि बिर्सेछ भाइ गरमले काला रातो भइसक्यो हो हाई भनिदेऊ न गरम भइसक्यो गाइज चाहिँ यस्तो गरम छ हाम्रो सोम हो है यस्तो गरम भएछ अहिले अस्ति त जाडो थियो अहिले त डरलाग्दो घाम लाग्नु थालेछ है सो गाइस हेलो भनिदेऊ भाइ हेलो भनिदेऊ हाई छिटो भाइ गरमले रातो किलो भइरहेको ए खुवाइदिँदैछ ऊ गरम एकदम गरम हावा पनि दामी चल्दैछ सो अब चाहिँ म तपाईँहरूलाई सिधै घरमा पुगिकन देखाउँछु अहिले चाहिँ गरम भएर मर्न आँटेको छु फिलहाल चाहिँ हाम्रो अपडेट हो अब के हुन्छ अब तपाईँहरूलाई अपडेट दिँदै गर्छु नि हेर्दै गर्नुहोस् होला स्टे ट्युन्ड सो गाइज हामी चाहिँ आएर पनि लुगासुगा फेरिसकेँ हो खानासाना खाएँ अन्तखेरि बुढा चाहिँ टोइलेट जानुभएको छ अन्त भाइ चाहिँ यहाँ सुतिरहेको छ हो अन्त आमा चाहिँ काममा जानुभएको रहेछ आप्पा पनि काममा जानुभएको रहेछ को पनि छैन छ घरमा चाहिँ हो अन्त यस्तो डरलाग्दो गरम रहेछ कि आम्बो अस्ति हुनु त हामी गएको कति पनि भएको छैन हामी गएको
कति 3 तारिक गएको हामी गएको 2-3 हप्ता भयो हो तर पनि अब त्यति 2-3 हप्तामा कति फरक भइसक्यो वेदर चाहिँ अस्ति हामी जाँदाखेरि चाहिँ अब अलिक जाडो थियो हैन अब घाम यस्तो लागेको थिएन त्यति बेला चाहिँ अब घामै लागेको थिएन अहिले त घाम लागेर डलेर गरम हेर्नुस् नि हाफ प्यान्टमा बसिरहेको छु म हाफ प्यान्टमा बसिरहेको छु अब यो फ्यान चाहिँ अस्ति हामीले नयाँ ल्याएको हैन अब यो फ्यान अन गरेर चाहिँ कस्तो चाहिँ तपाईँ हुन्छ होला हो अघि बुढाले भन्दै थियो मलाई अब फ्यान ताप्नुपर्छ भनेर सो गाइस अब यस्तै छ हो अब बेलुका आमाहरू आएर खानापिनाहरू आज मै पकाउँछु होला सो हेर्दै गर्नुहोस् है मेरो ब्लग अब सिधै तपाईँलाई म बेलुका आमा आइकन देखाउँछु आमाहरू कति खुसी हुनुहुन्छ नानी देखेर हो सो गाइस भाइ पनि उठिसकेछ हो उठे भन्दै भन भाइ म उठे भन उठ्यो भाइ उठ्यो गरम भयो गरम भयो बाहिर खेल्ने अरे सो हेर्दै गर्नुहोस् होला गाइस बेलुका आमाहरू आइकन भेटाउँछु अब तपाईँहरूलाई अहिलेको लागि चाहिँ बाई तिमी नुहाउँछौ कि नुहाउँदैनौ साँच्ची हेर्छु नि भाइ हाई आरान्स हाई खै हाई भनेको ए गरमले यस्तो छ हाल तँ यहाँ यो मान्छे अघि दिन नुहाउँछु भनेको ल हो आमामा आधी घन्टा भयो नुहाउँछु भनेको अहिलेसम्म नुहाएको छैन यहाँ पनि पानी तातो छ भनेर थापिरहेको छ हो त्यहाँको पानी पनि तातो छ भनेर थापिरहेको छ नुहाउने अब चाहिँ ल अब चाहिँ नुहाउने रे यो मान्छेले त उहाँ र दादा तिर्खा लाग्यो भाइ तिर्खा लाग्यो सो गाइज अहिले चाहिँ हामी बसिरहेको छु हो अहिले चाहिँ 5 बजे छ अन्तखेरि चाहिँ लाइट पनि छैन नि त हावा बेसी चलेर लाइट गइरहेको छ यहाँ हो अन्तखेरि चाहिँ भाइ चाहिँ यहाँ खेल्दैछ हो आमा भाइलाई भेटेर खुसी लाग्यो पुरै खोइ भाइ त अँधेरोमा हराउँदैछ बाहिर उज्यालो छ तर लाइटै छैन यहीँ हाम्रो घरमा हौ हाई भन्दै छिटो अघिको जस्तो भाइ हरायो नि अँधेरोले यहाँ नुहाउने मान्छे ऊ यस्तो भइरहेको छ साथीहरू हो बत्ती नभएर मैले फ्ल्यास लाइट बालेर भिडियो गरिरहेको छु हो भाइ यहाँ खेल्दैछ नुहाउने बेलामा अल्छी लाग्यो अरे अन्तखेरि चाहिँ सुतेको अरे यो मान्छे चाहिँ हो भाइ चाहिँ यहाँ खेल्दैछ ला तेलको बोतल हेर्न आमा ऊ औ है भाइ बत्ती छैन अघि बुद्धि पुगेन नि त मेरो खासमा त अब फेरि भनिदिनु त भाइलाई भेटेर कतिको खुसी लाग्यो रे भनिदिनु न छिटो पुरा खुसी लाग्यो हामीलाई भेट्दा त म र सानीलाई भेट्दा त एम लाइट छैन हो तर मैले फ्ल्यास लाइट अन गरिरहेको छु यहाँ बाह्रबाठे त यसरी खेल्दैछ हो भाइले त तेलको बोतल खेल्दै रहेछ भाइ यता हेर्देऊ न इची आँखा तर्छ त हौ के हो भाइ त्यो के हो कस्तो डरलाग्दो हावा चढ्यो यस्तो डरलाग्दो हावा चल्दैछ है साथीहरू हाम्रो चाहिँ यता चाहिँ हो माथि घुममा पनि पुरा हावा चलिरहेको थियो यहाँ पनि त्यस्तो पो रहेछ सो हेर्दै गर्नुहोस् ल अहिले हाम्रो आप्पा आएर आप्पालाई पनि देखाउँछु गाइस खाना बनाउँदैछु हो यो चाहिँ मासु लाइट नभएर चाहिँ फ्ल्यास लाइट बालेर चाहिँ मैले भिडियो गर्दैछु हो यहाँ चाहिँ लाइट बालिरहेको छ यहाँ क्यान्डल हो लाइट नभएर चाहिँ मैले यस्तो भइरहेको छ यता चाहिँ मेरो हस्बेन्ड जिउ छ लाइट बालेर एकदम के खोजेको होला के खोजेको तिमीले अहिले मार्कीले ख्याप पारिदिए
कस्तो लाइट नभएर बिजोग भयो है। यहाँ सब्जी पाक्दैछ, सब्जी मिन्स मासु हो। यहाँ चाहिँ क्यान्डल बालिरहेको छ, यहाँनिर चाहिँ लाइट बालिरहेको छ हो। आमाहरू चाहिँ उतापट्टि बसिरहेको छ। कस्तो ह्यान्डसम देख्यो नि हौ आमामा। आमाले थपक्क धोइदिएको लुगा लगाउनु। तिमी आफू लाउने आमाले थपक्क लगाइदिएको लुगा लीला सब्जी हेर तिमी आफू लाउने आफू लाउँछ रे भाइले। चाहिँ हामी खाना खाएको। कस्तो भएछ सब्जी? हाँ मासु पकाएको थिएँ नि त मैले चाहिँ हो। तिखा लाल नभएर अलिक पहेँलै देखेँ नि हौ। ए कहाँ हौ? उज्यालो भएर प्रेस अरे। उज्यालो भएर यहाँ खाँदैछ हो। हाम्रो आप्पाजीले आमामा खाना खाँदैछ। कस्तो भयो सब्जी भनिदिनु त? हाँ सब्जी कस्तो भयो? भिडियो हौ को भन्छ। यहाँ दुईजना चाहिँ एकदम बिजी छ खेल्नुमा हो। हो भाइ 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 नहेरेको हेर न। हाई यता हाई भनिदेऊ। मामा पनि खायो? हजुर भना। सो गाइज हामी चाहिँ खाना खाएर पनि ओछ्यानमा पुग्छौँ हो। हामी बेड चाहिँ हामीले माथि रुममा लगेको छु, त्यही भएर हामी चाहिँ भुइँमा सुत्नु परिरहेको छ अहिले हो। अन्त बुढा चाहिँ यहाँ छ, मर्की लागेको छ उसलाई चाहिँ। तर पनि नुहायो है गाइज, यो चाहिँ नुहायो है। यत्रो घन्टा बाद पनि नुहायो हो। कस्तो फिल भयो तिमीलाई नुहाएर भनिदेऊ त? चिसो पानीले नुहाएर कस्तो भयो भन्नु न, भन न हौ, भन्नु न हौ। तातो लाग्यो? तातो लाग्यो अरे बल्ल बल्ल नुहायो भनौँ न, फाइनली भन्यो। उसलाई त अब के भन्नु हो, अब नुहाउनु चाहिँ नुहायो तर बेलुकै भए पनि हो। अन्त भाइ चाहिँ यहाँ सुतिसक्यो अघि नै हो। अब हामी पनि सुत्न आँटेको। गुड नाइट सबैजनालाई। आजको भिडियो चाहिँ म यहीँ एन्ड गर्दैछु। गुड नाइट भन्दै। गुड नाइट बाई। अब म भोलि ग्याप गरेर चाहिँ भोलि रेस्ट गरेर चाहिँ पर्सि मात्रै गर्छु गाइस भ्लग हो। सो तपाईँहरूले हेरिदिनु भयो होला हो, सबै भिडियो हेरिदिनु भयो होला है। थ्याङ्क यू सो मच फर वाचिङ। सो आजको भिडियो चाहिँ यहीँ एन्ड गर्छु। बाई गुड नाइट सबैलाई।